हेलो साथीहरू सबैजनालाई नमस्कार अनि स्वागत छ यस मेरो न्यू भिडियोमा। आज मैले न्यू भिडियो लिएर आएको छु। सबैजना साथीहरूले हेरिदिनुहोस् होला भन्न चाहन्छु। बोल्न छिटो ए तिर्के भेले नगर्न झ्याउ नगर त गर्मी ल्याङ बिहान वाउ यहाँ दामी फुल फुलिरहेछ यार, हेर्न सक्नुहुन्छ यार। अहिले त तर यसको टाइम गइसकेछ, हेर्नुहोस् त दामी देखिरहेछ त यार। यति मात्रै हामी भुटखेलको छिर्दाखेरि आज फुल देख्यौँ, तर सब झरिरहेको छ कि अहिले। यहाँ तन्नै फुल फुल्छ नि, कुन फुल होला चिन्नु होला। यता अब बन्द यहाँ टिकट काउन्टर हाम्रो, तर आज आन्टीहरू हुनुहुन्न रहेछ। ल त हामी यताबाट पस्छौँ। यताबाट नि बाटोहरू खुल्लै छ यार। यता चाहिँ पार्किङ गर्ने थाहा हो, भुटखेलको यता पार्किङ गरेर चाहिँले बस्छ। तर अँध्यारो भइसकेको छ। अनि पछि के गर्ने, मोची हो र। दामी फुल फुलेको छ। के भन्छ यस फुल नाम? घन्टे भाइ भन्छ फुलको नाम। यो फुलको नाम मैले पनि सायद बिर्स्यो। सिरिस फुल त पस्नु नि त। यस्तो सब बार गरिदिएछ। यहाँ पर थियो हेरौँ हामीलाई बन्द गरिदिएको। बन्द लाम्छ त यो बन्द हो के हो? हाम्रो लागि बाटो बन्दै हो। त्यही भएर हाम्रो घन्टे भाइको कुनै ठिक थियो भनेको। अनि गाई चाहिँ यहाँ हाम्रो चोडी बाटो यही हो। अब गाई चाहिँ अरू सब बन्द भएछ। यता नि बन्द गरिदिनु भएछ। पर अब टिकट काट्ने ठाउँ थिएन। मैले चाहिँ नाग्रे बसेर हेर कतिको रहेछ केटा मान्छे भएर, कतिको आँप बोकेको रहेछ केटाहरूले। हेर त छिटो छिटो, नभए यता जाऊ, म आउँछु यता। र छिटो 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 छिटो। हे मैले चाहिँ किन यति दामी गरी चिरेर, तर मेरो केटाहरू चाहिँ किन ढिलो। नाङ न नाङ न छिटो। मासला केटा मान्छे भएर हेर्नु त। हाम्रो पोखरी पनि सुक्यो, खडेरी लाग्यो। कस्तो डान्स, तर अहिले त अबेरसम्म हुन्छ नि त। हाम्रो आमा पनि यहाँ हुन्छ, यहाँबाट आमा दामी छ यहाँ। यहाँ भुटखेलमा 24 गते साकेला लाग्छ। साकेलाको बेला चाहिँ टन्नै हुन्छ होला। यो साइड भर्छ होला तिबार पुरैसँग दामी दृश्य देखिन्छ। त्यसपछि दामी खिच्नेछु। यस्तै छ नि यहाँ सबैको मम्मी हुन्छ होला गाइज। नमस्ते दिदी। हाम्रो दिदीले हाँसिदिनु मात्रै भयो गाइज, केही छैन। अनि घन्टे भाइ चाहिँ अलिक धेरै पोटिलो छ गाइज। यो पार्कभित्र पसिसकेपछि एउटा डाँडा देखेको त चाइना बाटो, त्यसको पल्लोपट्टि चाहिँ चाइना छ, चाइना बोर्डर। यहाँ हामी सधैँ आउँछौँ गाइज, तपाईँहरू पनि आउनु होला यो भित्र। यो चाहिँ चाइना। त्यसपछि यता एक त चाइना अरे, नेपालबाटै चाइना जाने के भन्छ चाइना। अब थाहा पाइसक्यो मेरो केटाहरूले। तपाईँहरू पनि यहाँ आएर टक्कै यस्तो ठाउँमा बसेर यता चाइना हेर्नु। कस्तो राम्रो भ्यू आछ यार, केही छैन। खास हामी घन्टे भाइको यसो गर्लफ्रेन्ड भेट्न आएको, तर उसको गर्लफ्रेन्ड आएन छ। त्यही भएर हामी
नमस्ते दिदी। दुईजना बहिनीहरू चाहिँ हाम्रो दिदीले चाहिँ मलाई नमस्ते गर्नुभयो। गाइड तपाईँहरूलाई पनि नमस्ते गरेको अब भिडियोमा देखेपछि मलाई मात्रै होइन। भ्लगको नाम त भेले भ्लगर भनेर छ। भेले भ्लगर भनेर मेरो च्यानल सब्सक्राइब गर्नुहोस् ल। हजुर ल हानिदिनु न भेले भ्लग भनेर सर्च गर्नु। हाम्रो सिस्टरले यार मलाई सहयोग गर्नुहुन्छ अरे। हाम्रो तपाईँको नामले भन्नुहोस् न एकछिन। साँच्ची हेर्नु कस्तो राम्रो आएको छ भन्नु न तपाईँको नाम ल। निकिता। अब मेरो भोजपुरतिर पर्छ। ल मोरङ पनि ठिक छ। हालै पनि नाइस टु मिट यु सिस्टर। भेले BHELL तपाईँलाई म उ पनि गर्छु। म के जस्तो चाहिँ यसो हेरेर भन्नु त। म त हेरेँ यस्तै भन्छ म श्रेष्ठ होइन हौ। म छेत्री हो। तर जस्तो लागेको थियो हल्का चाहिँ त्यस्तो लागिरहेको थियो होइन। ए तपाईँले हाल्ने पनि केस गर्नु। ए राई भनिदिइहालेको। के केस गर्न सक्दिनँ र हाम्रो गाउँमा भोजपुरको राईहरू थुप्रो छ। म त चिन्न मेरो साथीहरू पनि छ। ल BH के न यो भन् त। यहाँ चाहिँ नोटमा फेरि के छ होला फेरि मलाई चाहिँ हाम्रो ब्युटिफुल सिस्टरले मलाई हेल्प गर्नुहुन्छ अरे। हाम्रो सिस्टर पनि मोरङकोले BHELL ALE भेले अब स्पेस दिनु अनि पछि VAII भेले भाइ। थ्याङ्क यू। कमेन्ट पनि गर्नु तपाईँलाई चिन्छु। कमेन्ट पनि गरिदिनु अनि चिन्छु ल मेरो च्यानलमा। बाई बाई। हाम्रो सिस्टर चाहिँ मोरङको हुँदो रहेछ। एकदम दामीको रहेछ हाम्रो सिस्टर चाहिँ। अनि हाम्रो सिस्टरले चाहिँ दामी गरी हामीलाई सपोर्ट गर्नुभयो। यसको लागि खुसी लाग्यो साथीहरू। अनि हामी चाहिँ यस्तै सिस्टर के भन्छ यस्तै अब भ्लग बनाउँदाखेरि के भन्छ यस्तै आज खासै यता मान्छेहरू रहेनछ कि। अनि यस्तो किनकि अब भर्खर म सिकिरहेको छु नि त। अनि पछि अब यस्तै कुरा गर्दै जाँदा अलिक के भन्छ मन पनि अलिक के भन्छ त्यसलाई मलाई आएन यार। सुरुमा त किनकि आत्तिन्छ नि त मान्छे। त्यस कारण म चाहिँ अब साथीहरूलाई नि बोल्नु खोज्छु। अब बोल्ने साथीहरू बोल्छ होइन। म चाहिँ कुनै उ गर्दिनँ तर बोल्यो भने बोल्छु म पनि। अनि अब नराम्रो सोच्छ। त्यसपछि के भन्नु यस्तै छ। हेलो अनि तपाईँ सिस्टर भन्नु ल। हाम्रो सिस्टरले अघि जुन देख्नु भएको थियो नि हाम्रो सिस्टरले मलाई सपोर्ट गर्नुहुने रे तर मलाई भेटाउनु भएन। म क्यामेरामा यहाँ देखाएरै सर्च गर्छु तपाईँकोमा। Like you're making him your personal vlogger, yeah? Vlog start. BHP भेले गाइज हाम्रो सिस्टरकोमा आयो भेले भाइको। सब्सक्राइब गरिदिनु त। धन्यवाद सिस्टर। यस्तो छिमेकी सिस्टर भनेको यस्तो सब्सक्राइब गर्नुभयो। बाई बाई सिस्टर। म मिलाएर हाल्छु। यस्तै घुम्ने क्या अब केही छैन खिच्नु त गया। मलाई पनि मलाई त रात पऱ्यो। अब भोलि बिहान फेरि यता आएर बनाउने छु। सब फर्किसक्यो। बेलुकाको यस्तो दामी नै हुँदो रहेछ गाइस। यतिसम्म मैले भिडियो बनाउँदै जाँदाको लागि तपाईँहरूले हेरिसक्नुभयो। यसको लागि मेरो यतिकै भिडियोलाई इन गर्न चाहन्छु। अब म भोलि होइन एक हप्तामा एउटा चाहिँ लगाउँछु होला। अब दिन पछि त लाउन सकिँदैन। त्यसैले मेरो भिडियोलाई यति नै इन गर्न चाहन्छु। त्यसको लागि बाई बाई गाइस।